सो मैले जाँदैछु अहिले अगाडि जाँदैछु है सो गर्मी भयो गर्मी गर्मी हाई गर्मी ट्रेन जाँदैछ है अन्त ट्रेन र यसरी छ अब यो ट्रेन गइसक्ने बित्तिकै फेरि उतापट्टिबाट त्यही बाटोमा गाडी कुद्नेछ ल हेर्नु यो दुबई ट्रम ट्रेन हो है सानो खालको ट्रेन अब म चाहिँ बाटो काट्दैछु सो ट्रेन पनि गइसकेको छ हामी त बाटो काटेर अब पारी पुग्ने है त ल यस्तै छ अब त्यही अघि ट्रेन गएको बाटोबाट फेरि गाडी कुद्छ हेर्नु है अब साह्रै ट्रेन छैन सो म पनि छिटो यही यस्ता काटिहाल्छ बाटो फटाफट गरेर गाडीहरू वेटमा छ सो उता पनि वेट छ उता पनि वेट छ सो म चाहिँ अब रास्ता काट्दैछु यहाँबाट एकदम ध्यान दिएर काट्नुपर्छ है अब गाह्रो हुन्छ नि त मान्छेहरू जाम यो बाटो सधैँ बिजी नै हुन्छ ओके अब अगाडि गएर देखाउने रहेछु सो यो चाहिँ दुबई मेरिना बिच हो यहाँ चाहिँ सबै धेरै पर्यटकहरू आउने ठाउँहरू चाहिँ सब पर्यटक बस्ने ठाउँहरू है परसम्म लाइन छ मान्छेहरूको त्यसले गाडी भाडा पनि लिने गर्ने ठुल्दिदीहरू पनि नाङ्गे हुँदैछतिर नहेर्नु होला त्यहाँ क्यामेल कुद्दो रहेछ पर कामेल कुदिरहेछ राम्रोसँगले कामेलमा चढ्ने कोही के गर्ने त्यहाँबाट यता सब परैसम्म छ आउनुभयो भने चाहिँ क्यामेलहरू चढ्ने कोही गाडी चढ्ने कोही के चढ्ने म चाहिँ त्यो भएको टावर मुनिको काम गर्छु म त्यहाँ जाँदैछु अब है त यो चाहिँ एकदम पपुलर जग्गा हो मेरिना बिचको स्विमिङहरू गर्न आउने कोही मान्छेहरू प्रायः यहीँ हुन्छ टुरिस्टहरू यही एरियामा सो तपाईँहरू आउनुभयो भने पनि यो ठाउँमा आउनु होला घुम्नु होला नआउनु होला है यस्तै छ चट्टसँगले ल यहाँ यता उसको ट्याक्क पहाडीपट्टि छ है त्यो मेरिना बिच यस्तै छ म चाहिँ यहाँबाट निस्केर सट्ट पारीबाट म त्यो टावर मुनि पुग्छु त्यहाँ चाहिँ काम गर्ने ठाउँ हो मेरो र अझै मैले यहाँबाट यो बाटो हिँड्दै गएर अझै 10 देखि 15 मिनट लाग्छ होला त्यहाँ पुग्नलाई 10 देखि 15 मिनट त्यहाँ पुग्छु म त्यहाँ पुगेर त्यहाँको थोरै टाइम मिल्यो भने त्यहाँ थोरै खिचेर म देखाउने छु हेर्दै गर्नु होला है ओके सी यू पैसा कमाउनु कहाँ पर्छ त्यही त अनि गाह्रो छ सो गाइस रातिको सिनमा म कैद गर्दैछु दिनभरिको गरिसकेँ रातिको हो त्यही मान्छेहरू राति जाने हो भने छ